everybody and welcome back to my channel. I'm Ashmi र आज चाहिँ डे 2 मेरो हेल्दी ह्याबिटको लागि चाहिँ आज डे 2 हो र आज चाहिँ म सुरुमै बिहानै नै मैले खराब गरिसकेँ। आज म 8:30 बजीतिर उठेँ किनभने हिजो फेरि म पार्टीमा गएको थिएँ 12 बजीसम्म म सुत्ने ढिला भयो त्यसले गर्दा आज ढिला उठेँ। तर ढिला उठे पनि आज मैले डे चाहिँ प्रोडक्टिभ बनाउने वालामा छु जस्तो लाग्छ। तर फर्स्टमा चाहिँ म उड्दै अहिले चाहिँ म एकजना बहिनीको प्रोजेक्ट लिएको छु। सो त्यो बहिनीको प्रोजेक्टको लागि चाहिँ काममा जाँदैछु र गएर आइसकेपछि चाहिँ के खान्छु के गर्छु म सबै देखाउँछु। सो स्टे ट्युन, कतै नजानु ल गाइस। यो चाहिँ सर्टकट बाटो हो म जाने सुन्दरा पुग्नको लागि। यस्तो यो बाटो चाहिँ सर्टकट मलाई केही लाग्दैन। चियर्स गरौँ। ब्याक टु घर जानु लागेको फेरि रुम गएर काम गर्नु छ। तर फलफुल किनेर लानु पर्यो भनेर गाइस जस्ट ब्याक टु माई हाउस। थाकेँ। चिकन बनाउँदैछु गाइस। काठमाडौँमा गर्मी लास्टै बढिसकेछ भन्ने कुराको आज फिल गरेँ मैले। अब चाहिँ म फ्रेस भएँ अनि अहिले दिउँसोको 2:10 गएको छ। मेरो काम हुँदातिर लगभग 2-3 घन्टै लाग्यो त्यो प्रोजेक्टको काम। अब चाहिँ खाना खान्छु अनि त्यसपछि बल्ल पढ्नुपर्ने कुरा हेरौँला। पढ्नु भन्दा नि पढाउनु पर्ने कुरा हेर्नुपर्ने छ मेन चाहिँ आज मलाई, किनभने नेक्स्ट विकदेखि मेरो क्लासहरू हुनेवाला छ ब्याक टु ब्याक। सो अब चाहिँ झ्यापझुप मिठो दाल भात तरकारी अचार खानु पर्यो अनि त्यसपछि कुरा हुन्छ। गाइस अब चाहिँ काममा बस्नु पर्यो। अहिले चाहिँ ठ्याक्कै 2:47 भएको छ। अब म 2 घन्टा चाहिँ यहाँ बसेर काम गर्छु। के गर्छु भन्ने कुरा चाहिँ म देखाउँदिनँ ल तर म काम गर्छु। 2 घन्टापछि म फेरि ब्याक टु आउँछु। गाइस अहिले चाहिँ 4:21 भएको छ र पानी आउने छाटकाट त खतरै छ है। यो चाहिँ मेरो घरको पछाडिको भ्यू। ल पानी चाहिँ खतरै आउला जस्तो छ है। आज मौसम है सुहाना, पानी आने का है चाहना। अब मिठो चिया खानुपर्छ गाइसहरू। आज 2 कप मात्रै। गाइस पढ्नुपर्ने थियो तर आज मैले धेरै पढिनँ। अनि आज कति छिटो रात परेको। मेरो फोरो कति छ, मेरो यति फोरो नगरेसम्म मलाई आनन्द आउँदैन। भोलि त प्री बोर्ड छ मेरो अनि अहिलेसम्म ट्याक्कै मेन टपिकमा चाहिँ मैले हेरेको छैन, पढेकै छैन। त्यही भएर अब चाहिँ मैले 2 घन्टा
2 घन्टा नोटमै मतलब सिलेबस यसो पल्टाएर हेर्नु पऱ्यो के छ भनेर अनि त्यसपछि के खाने के गर्ने मतलब के खान्छु भन्ने कुरा चाहिँ म देखाउँछु अनि अहिले भर्खरै 7:36 भइसकेछ माय गॉड गाइस अहिले चाहिँ रातिको 9:50 गएको छ र अब चाहिँ म खाना चाहिँ आज म के पनि खाँदिनँ पुग्यो टु मच धेरै खाएको छु आज मैले खाना धेरै खाएँ आफ्टर लङ दाल भात तरकारी अचार धेरै खाएको छु आज त्यही भएर आजलाई पुग्यो र आज 10 बजे सुत्छु र भोलि बिहान चाहिँ म छिटो उठ्नुपर्ने छ भोलि कलेज मर्निङ कलेज जानुपर्ने छ सो थ्याङ्क यू सो मच फर वाचिङ अन्टिल नेक्स्ट टाइम बाई म चाहिँ 1 मन्थसम्म नै आफ्नो भिडियो ट्र्याक गरिरहेको छु सो